हेर्नुहोस् हाम्रो गाउँघरमा त यस्तो भुइँमा यस्तो डल्ला डल्ला के फल्यो होला भाइ, कति रहेछ डल्लाडुल्ली के होला। चिन्नुहुनु नाम थाहा हुने जतिले कमेन्टमा लेख्नु होला है साथीहरू। हाम्रो चाहिँ गाउँमा यस्तो यस्तो चिज पाइन्छ, तर गाडी साडी आउँदैन, बोकेर लान गाह्रो छ। यहाँ टिप्न आउँदैछ यहाँ 2-3 जना हेर्नु। हेर्नुहोस् त हाम्रो गाउँमा त यहाँ लप्सीको बोट यति ठुलो छ, अम्माको बोट यति ठुलो छ। हामी टिप्न जानलाई यस्तो झाडी छ, के गरी जाने होला। कसलाई मनपर्छ कमेन्ट गर्नु होला है, मलाई पनि ल्याइदिनुहोस् है साथी भनेर। हेर्नुहोस् हाम्रो गाउँघरमा त यस्तो भुइँमा यस्तो डल्ला डल्ला के फल्यो होला भाइ, कति रहेछ डल्लाडुल्ली के होला। चिन्नुहुनु नाम थाहा हुने जतिले कमेन्टमा लेख्नु होला है साथीहरू। हाम्रो चाहिँ गाउँमा यस्तो यस्तो चिज पाइन्छ, तर गाडी साडी आउँदैन, बोकेर लान गाह्रो छ। यहाँ टिप्न आउँदैछ यहाँ 2-3 जना हेर्नु। हेर्नुहोस् त हाम्रो गाउँमा त यहाँ लप्सीको बोट यति ठुलो छ, अम्माको बोट यति ठुलो छ। हामी टिप्न जानलाई यस्तो झाडी छ, के गरी जाने होला। कसलाई मनपर्छ कमेन्ट गर्नु होला है, मलाई पनि ल्याइदिनुहोस् है साथी भनेर। हेर्नुहोस् हाम्रो गाउँघरमा त यस्तो भुइँमा यस्तो डल्ला डल्ला के फल्यो होला भाइ, कति रहेछ डल्लाडुल्ली के होला। चिन्नुहुनु नाम थाहा हुने जतिले कमेन्टमा लेख्नु होला है साथीहरू। हाम्रो चाहिँ गाउँमा यस्तो यस्तो चिज पाइन्छ, तर गाडी साडी आउँदैन, बोकेर लान गाह्रो छ। यहाँ टिप्न आउँदैछ यहाँ 2-3 जना हेर्नु। हेर्नुहोस् त हाम्रो गाउँमा त यहाँ लप्सीको बोट यति ठुलो छ, अम्माको बोट यति ठुलो छ। हामी टिप्न जानलाई यस्तो झाडी छ, के गरी जाने होला। कसलाई मनपर्छ कमेन्ट गर्नु होला है, मलाई पनि ल्याइदिनुहोस् है साथी भनेर। हेर्नुहोस् हाम्रो गाउँघरमा त यस्तो भुइँमा यस्तो डल्ला डल्ला के फल्यो होला भाइ, कति रहेछ डल्लाडुल्ली के होला। चिन्नुहुनु नाम थाहा हुने जतिले कमेन्टमा लेख्नु होला है साथीहरू। हाम्रो चाहिँ गाउँमा यस्तो यस्तो चिज पाइन्छ, तर गाडी साडी आउँदैन, बोकेर लान गाह्रो छ। यहाँ टिप्न आउँदैछ यहाँ 2-3 जना हेर्नु। हेर्नुहोस् त हाम्रो गाउँमा त यहाँ लप्सीको बोट यति ठुलो छ, अम्माको बोट यति ठुलो छ। हामी टिप्न जानलाई यस्तो झाडी छ, के गरी जाने होला। कसलाई मनपर्छ कमेन्ट गर्नु होला है, मलाई पनि ल्याइदिनुहोस् है साथी भनेर।